नमस्कार। अस्ट्रेलियामा पढ्ने वा भविष्यमा त्यहाँ करियर बनाउने सोचमा हुनुहुन्छ भने एउटा एकदमै ठूलो र सोच्दै नसोचेको खबर आएको छ। अस्ट्रेलिया सरकारले टेम्पररी ग्रेजुएट भिजाको शुल्क अचानक दोब्बर बनाउने निर्णय गरेको छ। ल आउनुहोस् यो पुरै कुरा के हो विस्तृतमा हेरौँ। यो कुनै सामान्य मूल्य वृद्धि मात्रै होइन है, यो त एक किसिमले हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भविष्यको योजनामा नै भूकम्प गए जस्तै हो। यो चार्ट हेर्ने हो भने त एकै नजरमा सबै कुरा छर्लङ्ग हुन्छ। मार्च 2026 अघि र पछि भिसा शुल्कमा आउने परिवर्तन हेर्नुहोस् त। यो सामान्य वृद्धि होइन, सिधै डबल एकैचोटि दोब्बर भएको छ। हो, AUD 4600 भनेपछि मार्च 1, 2026 देखि सब क्लास 485 भिजा अप्लाई गर्दा यति तिर्नुपर्ने भयो। अब यो रकमले धेरैजनाको बजेट र भविष्यको पुरै योजना नै तलमाथि पार्न सक्छ। ठिक छ, अब अलिकति गहिराईमा जाउँ है। आखिर के हो त यो ग्रेजुएट भिसा अनि किन छ त यो यति धेरै महत्त्वपूर्ण? सरल भाषामा भन्नुपर्दा सब क्लास 485 भिजा भनेको पढाइ सकिसकेपछि अस्ट्रेलियामै बसेर कामको अनुभव बटुल्न पाउने एउटा अवसर हो। धेरैका लागि यो नै अस्ट्रेलियन करियर सुरु गर्ने पहिलो र सबैभन्दा महत्त्वपूर्ण खुड्किलो हो। अब यो भिसाको खास महत्त्व चाहिँ यसले दिने अवसरहरूमा छ। एउटा त यसले पढाइसकेकाहरूलाई पूरा समय काम गर्ने अधिकार दिन्छ, तर त्यो मात्रै होइन, आफूले पढेको विषयमा अनुभव बटुल्न पनि पाइयो अनि भविष्यमा स्थायी बसोबास मतलब PR को लागि बाटो खोल्न पनि मद्दत गर्छ। तर कुरा के हो भने यो शुल्क एकैचोटि यसरी बढेको पनि होइन। यो त बिस्तारै तर एकदमै छिटो गतिमा बढिरहेको थियो र अहिले दोब्बर हुनु चाहिँ त्यही वृद्धिको अन्तिम रूप हो। अब हेर्नुस् न, यो मूल्य यति छिटो बढ्यो कि धेरैजसो अन्तर्राष्ट्रिय विद्यार्थीहरूले त आफ्नो बजेट मिलाउने वा नयाँ योजना बनाउने समय नै पाएनन्। यो त उनीहरूको लागि एकैचोटि बजेटमा लागेको ठूलो झट्का जस्तै भयो। ल यो टाइमलाइनलाई एकचोटि हेरौँ न। फेब्रुअरी 2025 मा शुल्क बढेर $2235 अस्ट्रेलियन डलर पुग्यो। त्यसको केही महिनामा जुलाईमा फेरि बढेर 2300 पुग्यो। अनि अब मार्च 2026 मा त सिधै जम्प गरेर 4600 पुग्दैछ। भनेपछि झन्डै 1 वर्षको अवधिमा लागत कहाँबाट कहाँ पुग्यो, यो त छर्लङ्गै छ। यहाँ हेर्दा त केही भन्नै पर्दैन, आफै प्रष्ट छ। सोच्नुस् त, 1 वर्षभित्रै विद्यार्थीहरूमाथि पर्ने आर्थिक भार दोब्बर भन्दा पनि बढी भयो। यो खालि अङ्क मात्रै बढेको होइन, यो त हजारौं विद्यार्थीहरूको सपना र उनीहरूको भविष्यको योजनामाथि परेको ठूलो दबाव हो। तर यो कथा यतिमा मात्रै सीमित छैन है। यो शुल्क वृद्धिले अस्ट्रेलियाको पुरै अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा कस्तो असर पार्छ भन्ने कुरा बुझ्न अझ जरुरी छ। किनभने यो एउटा मात्र परिवर्तन होइन। अस्ट्रेलियाका कलेज र युनिभर्सिटीहरू पहिलेदेखि नै धेरै चुनौतीहरूसँग जुधिरहेका थिए। अब यो नयाँ शुल्क वृद्धिले त उनीहरूको समस्यामाथि झन अर्को समस्या थपिदिएको छ। यो शुल्क वृद्धि हुनुभन्दा अगाडि नै अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रले पहिले नै धेरै समस्याहरू झेलिरहेको थियो, जस्तै कि भिसा प्रोसेसिङमा ढिलाइ, घरिघरि परिवर्तन भइरहने माइग्रेसनका नियमहरू अनि मुख्य देशहरूबाट विद्यार्थी आउने क्रममा कमी। खास गरी सरकारले आप्रवासनको सङ्ख्यालाई नियन्त्रण गर्न र देशको अर्थतन्त्रलाई चाहिने खालको भिसा नीति बनाउन खोजिरहेको देखिन्छ, जसले गर्दा यस्ता परिवर्तनहरू भइरहेका छन्। अनि कुरा ग्रेजुएट भिसाको मात्रै होइन। जुलाई 1, 2025 देखि त स्टुडेन्ट भिसा अप्लाई गर्ने शुल्क पनि बढाइएको थियो। यसबाट के देखिन्छ भने यो सरकारको एउटा ठूलै नीतिको हिस्सा हो, जसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अस्ट्रेलियामा लाग्ने समग्र खर्च बढाउँदै लगेको छ। अब यो तालिकामा हेरौँ, यसले नीतिमा भएको परिवर्तन र त्यसको असरबारे प्रश्न पार्छ। जस्तै ग्रेजुएट भिसाको शुल्क बढ्यो भनेपछि पढाइसकेकाहरूलाई आर्थिक भार थपियो। त्यसैगरी स्टुडेन्ट भिसा शुल्क बढ्दा अस्ट्रेलिया पढ्न आउन चाहने नयाँ विद्यार्थीहरूको आकर्षण घट्न सक्छ। अनि यी दुवै खर्च बढ्दा के हुन्छ त? क्यानाडा वा UK जस्ता अरू देशहरूको तुलनामा अस्ट्रेलियाको आकर्षण घट्न सक्छ। ल अब अन्त्यमा कुरा गरौँ, भविष्यमा के होला त? यो शुल्क वृद्धिले कस्ता ठूला प्रश्नहरू उठाएको छ? भनेपछि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यसले पढ्न र काम गर्नका लागि विश्वकै एक प्रमुख देशको रूपमा रहेको अस्ट्रेलियाको छविलाई कस्तो असर पार्ला। एकातिर सरकारको आफ्नै नीति छ, अर्कोतिर विश्व बजारमा अरू देशहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती। यी दुईबीच सन्तुलन मिलाउनु नै अस्ट्रेलियाका लागि सबैभन्दा ठूलो चुनौती हो। त्यसैले एउटा ठूलो प्रश्न खडा भएको छ, के बढ्दो लागतले गर्दा अस्ट्रेलियाले विश्वभरका प्रतिभाशाली विद्यार्थीहरूलाई आफूतिर तानिरहन सक्ला त?
यो प्रश्नको जवाफले नै भविष्यमा अन्तर्राष्ट्रिय शिक्षाको क्षेत्रमा अस्ट्रेलियाको स्थान कहाँ हुन्छ भन्ने कुरा निर्धारण गर्नेछ।